टिङ्गालबाट हुनु परेको कुखुरामा बोकिएको छ छोराछोरी मोबाइलको लतमा फसिसकेपछि एउटा परिवारले कस्तो दुःखद घटना भोग्नु पर्यो त्यो कुरा यहाँ देखाउन खोजिएको छ। कृपया अतिथिमानहरू विद्यार्थीहरू अब हाँस्ने काम कम गरिदिनु होला, हाँसेर अब आवाज अलिक कमाउला। यस पश्चात हाम्रो कन्या नृत्य रहेको छ। दुर्गा भट्टराई, मनिषा पाण्डे, रेखा तमाई, गीता भट्टराई, गीता चन्द्र, देवकी ठकुन्ना अनि प्रियङ्का विक। उत्तर में सुनारी दिबो मग बता दे और मु जंग खलारे उतर ये मु जितारे अल्लाह उत्तर में सुनारी दिबो ओ क्या कमाल चलो मोबाइल में रिचार्ज अब तो बिगड़े कसै मोबाइल खोजेको काम करते भनेले नाइले त मोबाइल का कसै बोल्नु छ। अब मेरी जैसा मोबाइल का बोले हम तो मोबाइल का न ओइ चाहिँ त सारो हुन्न त भात पका भात खाना बोल्ता मोबाइल खंजूर पाएले है ओ भूरा बुआ ये तुम्हारा चलो भूरा मुकारो ये अपनी बहनी बता देना रे नाय कि बुनिया सब भेल ये व्यवस्था करा दे ये बात बोलता दीते कितारो एक खेत हार के आज बहुत खेत हाथा बची रही है कि वो एक तुमको सौकार हो मन करे मोबाइल का पत्थर ओले निकने लो बुआई चित्तो मु आज सारे ये चित्ते सौकार हो हर बच्चे ले आप चित्तो ओनो पकाउनले हुन्छ एउटा व्यवस्था गर यो नाइ बताइदिन एउटा जबरा इसोय गरन छ मान्छे होला खलाई भन्छु पुरस्कारमा के गर्नलाई भनेर अब तू बराबर मोबाइल का पत्ता लाग्यो छ एक खेत देखा हले आज दोहराले बसी रही है शिवा चलो वो चलो लो चिहाना चिहाना मुइतो तू हमा अब खाना खाता मोबाइल के तरीका हटा दे तो खाना खा ले तू मोबाइल ये दियो ये तू ले मोबाइल दे तो खाना खा ओए से खाना कर मन जाते बिट्टा ये कितना मोबाइल है ये तो ओए ले बात बस गयो तो देख गेदाई को भेले दे चला ले खा खाना बोले दिया मोबाइल ये कोने स्क्रीन में हो जा और बिना मोबाइल खाना ही ना खा सकता तुमने अपना आज आज स्कूल जा तुम जा पूरे स्कूल बुक गए ए गोरे आले स्कूल जाने वाली नए खबर सुना पूरे मुझे तो वायरल एक वीडियो आचारी वायरल भयो वायरल धेरै के पुग्ने त ए कस्तो भिडियो हल्लाले देखुने हो ए कस्तो भिडियो वायरल भयो वायरल आ मेरो कतामा भिडियो ओहो कन्या बनाथे भन्ने मुले बनाउने थियो रे एआई बनायो एआई बनायो वायरल भयो वायरल एक वीडियो आचार वायरल भयो वायरल आ मेरो कतामा भिडियो इको अला यो गलत छ भने मा त केटीको फोटो रक्सी चुरा खाएको इसो के आयो बनाएको
मन्दीको भाइरल हुनाले का रुपियाँ कमाउनु पर्यो रुपियाँ हमले थोड़ी बनायो एआई बनायो अरे काय बटे रुपियाँ उनान मोळे रुपियाँ भाइरल भयो रुपियाँ नमस्कार सर सर आज हमारा गाँव में साइबर अपराध में पीड़ित हो गया मजदूर हनो भन्ना रे एक बार समझाइदिनु पर्यो थाय हैन रोज थाय पर्यो उहाँको हुन तपाईलाई को मुद्दा प्रहरीका पुगेर प्रहरीले आइसक्नु भएको साइबर अपराध भनेको कम्प्युटर तथा इन्टरनेटको प्रयोग गरे प्रत्यक्ष वा परोक्ष रूपले कुनै पनि व्यक्तिको शारीरिक मानसिक संवेगात्मक रूपले कुनै पनि व्यक्तिको इच्छा विपरीत गरिने विभिन्न प्रकारका क्रियाकलापलाई नै साइबर अपराध भनिन्छ। धन भन्छ दिकाको धुरे कमुना घुम्थेरे
बुवा म त भाइरल मारेको भिडियो निको हाले आउँछु भन्न छ त म काको झेल लो दिनो भिन्ना रे झेल त ना हल्लान वो ना जाने बुवा म त निकाय काम गरे हम के मुना रे कर के मुना जाने हो काका निका काम गरे बस कोना हलबर बेइज्जत गर्ने छ म त छैन भन्न या हिरा त कथा भन्नुहुन्छ किन त्यस्तो गलत काम गरियो पैसा सिकाइ गर्ने अर्को जिन्दगी बर्बाद गरिदियो किन पैसा कमाइदियो फेरि पैसा नाबालिग भएको कारणले घरमा सम्पर्क गर्नु घरबाट सम्पर्क गर्नुहोस् त नमस्कार नमस्कार धेरै हो भाइ यो भाषा छ हेर्ने हो कि ठुला मान्छे भएर एकदम बालकलाई हेर्ने होइन किन मोबाइल दिनुहुन्छ एकदम विज्ञान एक पेट हारे हो रे दोस्रो निखन न बुवा कम त सहकार हो रे कम सहकार बनाउन भन्थ्यो बुझ्दै हो कि घर परिवारले हेर्ने हो यसो फेरि आउनुहोस् नाबालिग भएको कारणले 5 वर्ष सुधार केन्द्रमा राख्नुपर्छ यसलाई अनि हजुरले आउनुभएपछि 1 लाख दिनुपर्छ मोबाइल 5 लाख तिर्नुपर्छ भने 5 लाख कहाँ तिर्छु अनि सिमल जोड्ने हजुर अब तिर्नुपर्छ भने अब घरको अब जग्गा गराइले कथा अब मिलाइदियो त्यसलाई हामी नियन्त्रणमा लिन्छौँ अनि यो पैसाको जोड गर्नु त नमस्कार हेर्नुपर्छ बालकहरूलाई बालक रहेछन् हामी यो परिवार अलि हेर्ने रहन्छ अब नाना केटा छाती सालका भ्याले नदीका रुने भ्याले कोही क्यारो भने त्यो होले अब त इसा धन्दा नै झन्डै कि जाडो अब दुईले थाहा गर्नुपर्छ यसमा हैन यो यसो नियन्त्रणमा आएको हाम्रो संस्था छ अनि जुन गरेको व्यक्ति पनि पाइँदैन है जुन गरेको व्यक्तिलाई पनि सम्पर्क गर्नुहोस् त घर परिवारको लापरवाहीले बस्ताहरू बिग्रिरहेको देखेको छ क्या
तैँले भिडियो डिलिट गरेर नाइ पो ए भिडियो डिलिट गर्छ अहिले भिडियो डिलिट गर्दै लगा अब फर्स्ट खाली झुट त नाइ भन्ने रे बा अनि यो बहिनीसँग बहिनी भनेर माग मागेछौँ ए झोरपुलिसन मागको मोबाइल माथि माइकु बोले बन झोरपुलिसन मागको आफ्नो त्यसो त्यस्तो यो सम्झौता भइसक्यो होइन अब यसको लागि एउटा सम्झौता भयो भने नाइ हुने हो आपठी नाइ गर्दियो बा आपठी चला आफ्नो चला चेली नाले मोबाइल किताबकारे भुलबे यति हो बा कमला Karena aku dia hamu jai capua gabar isi dabuni dikyar kita kita na mobile misal kala dono buni dikyar dunia nan पुलिस काममा के गराउनु भने अब यो त स्कुलमा त धन्यवाद छ मोबाइलको भेटेको अब भिनाहरू म हामु जai capua gabar isi हन दिन हुन दिक्याब मोबाइलको सदुपयोग हजुरले अहिले थाहा पाया आपठी चला चेली क्या दार्या स्कुलबाट आए स्कुलबाट आएपछि क्या दार्या पटार्या कि नाइ मोबाइल सही सदुपयोग गर्दा कि नाइ सबै जान्नु पर्यो आपण आज यो नाइ गर्नु पर्यो भनेर एक नारा लगाउनु हो डिजिटल युगमा जिम्मेवारी साइबर अपराध विरुद्ध हाम्रो तयारी डिजिटल युगमा जिम्मेवारी साइबर अपराध विरुद्ध तयारी अनलाइन सतर्कता जीवनको सुरक्षा अनलाइन सतर्कता जीवनको सुरक्षा सामाजिक सञ्जाल